नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ अहिले नै खुलेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड आइपिओको बारेमा। यो भिडियोमा हामी हेर्नेछौँ कम्पनीको विवरण, आइपिओ खुल्ने मिति र कतिसम्म पुग्ला भन्ने कुराहरू पनि हेर्नेछौँ। कम्पनीको परिचय दिनुपर्दा श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड नेपालको कृषि र पशुपालन उद्योग आधारित कम्पनी हो। कम्पनीले मुख्य रूपमा पशुखाद्य, माछा खाद्य, बिउ उत्पादन र कृषि प्रविधि विकास सम्बन्धी काम गर्दै आएको छ। यसको मुख्य कार्यालय रूपन्देही जिल्लामा रहेको छ र यो कम्पनी कृषि उत्पादनलाई आधुनिक प्रविधिबाट औद्योगिकरण गर्ने उद्देश्यले स्थापना गरिएको हो। कम्पनीको इस्यु क्यापिटल लगभग रु 1.63 अर्ब रहेको छ। आइपिओको विवरण: कम्पनीले आफ्नो कुल पुँजीको 20% हिस्सा सर्वसाधारणमा बिक्री गर्न लागेको हो। यसको आइपिओ 3 चरणमा जारी भएको छ। पहिलो चरण प्रभावित स्थानीयहरू, दोस्रो चरण विदेशमा कार्यरत नेपालीहरू, तेस्रो र अहिले खुलिरहेको चरण सर्वसाधारण। आइपिओ खुल्ने मिति: सर्वसाधारणका लागि श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपिओ 2082 असोज 26 गतेदेखि खुलेको छ र यसले 2082 असोज 29 गतेसम्म आवेदन दिन सक्नेछ। तर यदि आवेदन कम परेमा म्याद कार्तिक 9 गतेसम्म भनिएको छ, तर आवेदन कम पर्दैन किनकि यो राम्रोसँग धेरै नै आवेदन पर्ने देखिएको छ। कम्पनीले सर्वसाधारणका लागि 25,10,493 किता सेयर जारी गर्दैछ। प्रति सेयर मूल्य रु 100 मा रहेको छ। तपाईले न्यूनतम 10 किता, अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्नुहुन्छ। इस्यु म्यानेजरको रूपमा नोबेल बैंक राखिएको छ। यसअघि विदेशमा कार्यरत नेपालीका लागि जारी गरिएको आइपिओमा 3.3 गुणा बढी आवेदन परेको थियो। 30,933 जनाले मात्र भाग्यवश 10 किता पाए। यसले देखाउँछ यो आइपिओमा पनि प्रतिस्पर्धा निकै उच्च हुन सक्छ र हुने नै छ। यसको बारेमा बुझ्नुपर्दा प्रति सेयर आम्दानी 1.17 मतलब 1 रुपैयाँ 17 पैसा रहेको छ र प्रति सेयर नेटवर्थ भने 100 रुपैयाँ 59 पैसा रहेको छ। यो हिसाबले हेर्ने हो भने यो सेयर मार्केटमा लिस्टिङ हुँदाखेरि पहिलो मूल्य चाहिँ यसको 100 रुपैयाँ 59 पैसा देखि लिएर यसको 3 गुणा 300 रुपैयाँ लगभग 2 रुपैयाँ मा खुल्ने देखिन्छ र जहाँसम्म अहिलेसम्म खुलेका आइपिओहरू 100 रुपैयाँ मूल्य दरका आइपिओहरूमा चाहिँ म्याक्सिमम प्राइजमै खुलिरहेका छन्। त्यसैले यो 300 रुपैयाँसम्म सुरुमै ओपनिङ प्राइस जाने देखिएको छ। र यसको नतिजा कहिले आउँछ त? आइपिओ बन्द भएपछि करिब 5-7 दिनभित्र नतिजा आउनेछ। नतिजा हेर्नका लागि मेरो सेयरबाट मिल्छ र सिडिएससी आइपिओ रिजल्ट पोर्टल वा इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङको वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। यो भिडियो श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड आइपिओको सम्बन्धमा थियो र तपाईलाई यो भिडियो कस्तो लाग्यो? यस्तै जानकारी पाउनका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।